सेयर गरे ओके नमस्ते सम्पूर्णमा एनएनएफसी फुटसल कपको टाइसिट लाइभ वेट गरेर बस्दिनु हुने सम्पूर्ण क्लब अफिसियलहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै हाम्रो यो टाइसिट लाइभ प्रोग्राम धेरै ढिलो सुरु गरेकोमा सर्वप्रथम त हामी सम्पूर्ण एनएनएफसी टिमका मेम्बर्स र मेरो व्यक्तिगत तर्फबाट क्षमा माग्न चाहन्छु। कतिपय जिम्मेवारीहरू पुरा गर्दा गर्दै थोरै बहुत समय ढिलो हुन गएकोमा धेरै धेरै क्षमा प्रार्थना गर्दछु। साथै आजको यस हाम्रो एनएनएफसी टाइसिट लाइभ हेरेर बस्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद। र आउँदै गरेको आउने शनिबार हामीले एनएनएफसी फुटसल कप 2025 गर्न गइरहेछौँ। यस फुटसल कप 2025लाई सफल बनाउनका लागि यहाँहरू जति पनि टिमले आफ्नो टिम दर्ता गराउनु भएको छ यहाँहरू सम्पूर्णलाई क्लबको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। साथै हामीले यहाँ हाम्रो फुटसल कपमा दर्ता भएको टिमको नाम भन्न गइरहेछौँ। म एकचोटि सरसरी तपाईँहरूलाई हाम्रो आउँदै गरेको फुटसल क्लबको टिम इन्ट्री गर्नुभएको टिम क्लबका नेम भन्न गइरहेको छु। टोटल हामीसँग 23 वटा टिम हुनुहुन्छ। 23 वटा टिममा टिम यस प्रकार रहेको छ: बेन्तेन्चो एफसी ओसाका, एफसी धरान नागोया, एफसी लमजुङ टोकियो, कुकुरी एफसी नागोया, कोबे युनाइटेड कोबे, क्योतो रोयल युथ क्योतो, ओकाजाकी ब्रदर्स नागोया, पोखरा ब्रदरहुड्स नागोया, पोखरा ब्रदर्स ब्लू नागोया, युनिटी एफसी नागोया, साकुरा एफसी नागोया, बेनी एफसी ओसाका, टोयोटा एफसी उहाँहरूलाई इस्ट नेपाल एफसी भनेर पनि चिन्नुहुन्छ। टोयोटा एफसी उहाँहरू पनि नागोया क्षेत्रबाट बिलोङ गर्नुहुन्छ। सँगसँगै पूर्वेली युनाइटेड एफसी उहाँ पनि नागोयाबाट हुनुहुन्छ। सिजोका युनाइटेड एफसी सिजोकाबाट हुनुहुन्छ। स्टार एफसी उहाँहरू पनि ओसाका क्षेत्रबाट हुनुहुन्छ भने द गुर्खाज एफसी सँगसँगै वाइएफसी योक्काइची फ्रेन्डसिप क्लब मिएकेन, योक्काइची युथ क्लब वाइवाइसी मिएकेन, कोबे सिटी एफसी कोबेबाट हुनुहुन्छ। र सँगसँगै हामी अर्गनाइजरको तर्फबाट यहाँनिर हजुरहरूले 3वटा देख्नु भए पनि हामीले टोटल 4वटा बनाएको छौँ। यो हामीले अगाडि नै बनाएको भएर यहाँ लेखिएको छैन। त्यसैले हाम्रो एनएनएफसी ए, बी, सी र डी गरेर टोटल 4वटा टिम हामीले आफ्नो इन्ट्री गराएका छौँ। यति भन्दै अब हाम्रो टिम र ग्रुप छुट्याउने कार्यक्रम अगाडि बढाउन चाहन्छु। साथसाथै मलाई साथ दिनलाई यहाँ विकास पुन मगर हाम्रो प्यारो भाइ र भूपेन गुरुङज्यूलाई यहाँ आइदिनु अनुरोध गर्दछु। र अलिक क्यामेरा क्लोज ल्याइदिनु है। जति पनि हामीले यहाँ टिम तपाईँहरूलाई देखाएको थियौँ त्यो टिमको सबै नाम यहाँ लेखिएको छौँ। त्यसरी मैले तपाईँले मेसेन्जरको एनएनएफसी फुटसल क्लब ग्रुपमा देखे अनुसारको जिम्बानमा मैले टिम क्लब नेम यहाँ लेखेको छु। त्यो टिम क्लब नेम म यहाँ राखिदिन्छु र उहाँहरूले पठाउनुहुन्छ है। यो पूर्वेली युनाइटेड एफसी नागोया छ, डिएफसी नागोया धरान एफसी, अलि नजिक ग्रुप टिममा हालिदिनु ल। सँगसँगै योक्काइची एफसी वाइएफसी, बेनी एफसी, अझै एकजना आइदिनु, अझै एकजना क्योतो रोयल एफसी, बेन्तेन्चो एफसी, ओकाजाकी ब्रदर्स, टोयोटा एफसी अर्थात् इस्ट नेपाल एफसी, लमजुङ एफसी टोकियोबाट हुनुहुन्छ, प्रेम गुरुङजीले लिएर आउँदै हुनुहुन्छ। कोबे युनाइटेड अमृत लिम्बू दाई सुनिल दाईको टिम रहेको छ। सँगसँगै सिजोका युनाइटेड
सुवर्ण भाइ अविनाशहरूको टिम रहेको छ। सँगसँगै हाम्रो एनएफसीबाट बिलोङ गर्नुहुन्छ उहाँहरू पोखरा ब्रदर्स ब्लू, उहाँहरूको दुईवटा टिम रहेको छ। सँगसँगै पोखरा ब्रदर्स रेड रहनुभएको छ। सँगै वाइवाइसी योक्काइची युथ क्लब, सँगै खुकुरी एफसी नागोया, स्टार एफसी ओसाका, द गुर्खाज एफसी, र साकुरा एफसी नागोया, युनिटी एफसी नागोया र कोबे सिटी एफसी। यति भन्दै गर्दा अघि मैले थोरै सानो कुरा छुटाएँ। हाम्रो जुन 4वटा टिम हामीले इन्ट्री गराएको छौँ, टिम अपडेट गराएको छौँ, त्यो 4वटा टिमलाई चाहिँ हामीले देखाउँछौँ। त्यो 4वटा टिमलाई चाहिँ हामीले 4वटा ग्रुपमा अलरेडी छुट्याइसकेको छौँ। एज एन अर्गनाइजर यो चाहिँ हामीले 4वटा ग्रुपलाई 4वटा टिम भएको कारणले गर्दाखेरि 4वटा ग्रुपमा छुट्याइदिएको छौँ र बाँकी रहेको टिमलाई चाहिँ हामी यहाँ गोला प्रथा मार्फत ग्रुप र टिम छुट्याउँछौँ। र अब मैले ग्रुप हामीसँग ABCDEFGH गरेर 8वटा ग्रुप रहेको छ। त्यही 8वटा ग्रुप पनि मैले यहाँ छुट्याउनेवाला छु र मैले अगाडि नै अघि पनि भने हाम्रो 4वटा A B C अनि D ग्रुप D लाई छुट्याइसकेको छौँ। सँगसँगै 4वटा ग्रुप स्क्रिनमा देखाए अनुसार 4वटा ग्रुप D, H, A र E लाई पनि छुट्याइसकेको छौँ। र अब चाहिँ म ग्रुप छुट्याउन गइरहेको छु। A यो पनि यहाँ रहेको छ, B पनि B, C देखाउनु है, देखाउनु C, D, अलि बिस्तारै D, E, F, यो पनि F, G, H र H रहेको छ। ओके। र सँगसँगै यहाँनिर दुईवटा टिम दर्ता गर्ने टिम पनि हुनुहुन्छ। हाम्रो पोखरा ब्रदर्स नागोयाबाट बिलोङ गर्नुहुन्छ उहाँहरू। हाम्रो जसरी 4वटा टिम भएर हामीले फरक पोलमा गएको छौँ, फरक ग्रुपमा गएको छौँ र हामी फरक पोलबाटै आउँछौँ दुईवटा टिम। त्यसरी नै उहाँहरूको दुईवटा टिम दुईवटा फरक ग्रुपमा जान्छ र फरक पोलबाटै आउनुहुन्छ। उहाँहरू भेट भए पनि एकैचोटि सेमीमा भेट फाइनलमा भेट हुन सक्ने सम्भावना हुन्छ, तसर्थ फरक पोलमा जानुहुन्छ है त। र सँगै मैले अब टिम र ग्रुपको गोला प्रथा स्टार्ट गर्न थालिसकेँ। यसको कभर छैन, यस्तो हटाइदिनु अलिकति यसलाई मैले अलिकति छैन के रे
खोइ त टिम र एउटा एकजना तान्नु होइन ल सर्वप्रथममा हाम्रो क्लबको प्रेसिडेन्ट आदरणीय अध्यक्षज्यू रोशन गुरुङज्यूलाई चाहिँ ग्रुपबाट एउटा र टिमबाट एउटा टानिदिनु हुन अनुरोध गरेँ। एकचोटि क्यामेरातिर फर्केर पनि देखाइदिनु होला है। लमजुङ एफसी टोकियो लमजुङ एफसी टोकियोको सुरुमा आएको छ उहाँको ग्रुप सुरुमा ग्रुपबाट गर्नुपर्ने चाहिँ सरी ग्रुप पनि तान्नु ग्रुप जी यता देखाउनु लमजुङ एफसी जी 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 सरी जीमा भयो र सँगै क्लबका कोषाध्यक्षज्यू आदरणीय महेश श्रेष्ठज्यू उहाँलाई पनि आएर ग्रुप र टिमबाट तान्नु अनुरोध गर्दछु। अलि यता देखा उताबाट तान्नु उता नआएको ग्रुप सी क्योटो रोयल एफसी क्योटो रोयल एफसी क्यामेरा देख्नुहुँदैछ जानुभयो क्यामेरा देख्नु क्यामेरा देखेन दिस इज अर्को ग्रुप ग्रुप बी ठिक छ ठिक ग्रुप बीमा रहनु भएको छ यता देखेन पोखरा ब्रदर्स ब्लू नागोया दुईटा भयो अब अर्को छुट्याइदियो बी ग्रुप बी पोखरा ब्रदर्स ब्लू ब्लू ओके र सँगै हाम्रो प्यारो भाइ रुम्बा कृष्ण भाइलाई पनि आएर हेल्प गरिदिनु अनुरोध गरेँ। के को चाहिँ ल ग्रुप सी ओके टिम पूर्वेली युनाइटेड एफसी नागोया पूर्वेली युनाइटेड एफसी नागोया पूर्वेली एफसी युनाइटेड ओके भयो के राख अझै एउटा तान अझै तान ग्रुपबाट ग्रुप एफ हल्ली हल्ली जस्तो भयो यहाँ राख्ने यहाँ राख्ने पेन्टेन्सो एफसी ओके ओके भयो त्यति ओके थ्याङ्क यू रुम्बा भाइ। सँगसँगै हामीसँग भर्खरै आदरणीय दाइ आशिष पनि जोडिनु भएको छ उहाँलाई पनि यो ग्रुप र टिम तानिदिनु हुनुमा हार्दिक अनुरोध गर्छु। यताबाट तान्ने यताबाट तान्न बोलायो यता उता गरेर तान्नु खोल्यो तान्नु न उठेर तान्नु बस्नु उठेर के भन्नु उठेर यता देखाउनु क्यामेरा उनीहरू देखाउनु अझै नजिक आएर ग्रुप एफ अलि नजिक आउनु थोरै ग्रुप ओके ओके हो त्यहाँबाट ओके अगाडि राख्नु अब टिम तान्नु जाए यसो हलाएर तान्नु ग्रुप र क्लब यसरी सेट गर्न सेट गरिदिनु यो काइची युथ क्लब वाइवाइसी वाइवाइसी ग्रुप एफ अझ अगाडि ल्याउनु छोड्यो ग्रुप एफ ठिक छ ओके अझ तान्नु त्यो सँगै राख्नु ग्रुप छ ग्रुप ई ओके ग्रुप ई हो ओके टिम
कोबे सिटी FC अझै नजिकले आउँदा ओके ओके कोबे सिटी ग्रुप बी ईमा कोबे सिटी एफसी FC कोबे सिटी FC कोबे सिटी एफसी ग्रुप ई हजुर 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 स्क्रिनमा के पनि स्क्रिनमा अझ देखाउँछ नेक्स्ट अहिले नेक्स्ट ग्रुप ग्रुप डी ग्रुप डी ओके कुन टिम सीमा बोल्दै डीमा डी एकचोटि स्क्रिन देखाइदिनु देऊ त्यता हुन्छ पर्ला डी डी त हो नि त्यो सी त हो त्यही हो क्या म देखिरहेको ग्रुप डीमा ओकाजाकी ब्रदर ओके विशाल भाइको टिम ओकाजाकी ब्रदर ग्रुप डी ओके हुन्छ नेक्स्ट ल नेक्स्ट किरण भाइ आउनु पर्यो है किरण भाइ जान्छ ल किरण भाइ आउने यसमा सबै तातो अहिले यताबाट त अगाडि लगेर स्क्रिन देखाउनु ब्लर आएको छ ग्रुप रे स्क्रिनको ब्लर आयो रिपल थापा त अहिले स्क्रिनको अलिकति ग्रुप एच ग्रुप एचमा टिम यताबाट तान्छ यताबाट यताबाट तान्छ त्यसो यताबाट गर्ने के त्यो स्क्रिनको ब्राइटनेसहरू बढाउनु होइन त्यहाँको लाइटले हो क्या लाइट के छ अहिले ब्रदर्स रेड ग्रुप एचमा पोखरा ब्रदर रेड नागोया देखाइदिउँ न ग्रुप एचमा छुट्यो आफै छुट्यो सबै पोखरा ब्रदर्सको दुईटै टिम ग्रुप छुटिसक्नु भएको छ कङ्ग्रेचुलेसन्स ग्रुप ए सही भने त ग्रुप ए ग्रुप ए वेलकम एफसी साका ऊ तपाईँ जुम गर्नु ओके बेनी एफसी मात्रै छ बेनी एफसी माथिको पनि जुम गर्नु ऊ त्यो माथि माथिको जुम गर्नु पुरो भाइलाई टर्न बनाउनु पर्ने ग्रुप एफ ग्रुप एफ ओके ग्रुप एफमा चाहिँ स्टार एफसी ओसाका ग्रुप एफमा स्टार एफसी ओसाका ओके भाइ गर्दा जाउँ न विकास भाइलाई ए भाइ पनि बोलाउनु चाहे भुपेन भाइ छ अझै भाइ छ एक घन्टा गर एकचोटि पक्कै म स्क्रिन देखाउँछु एकचोटि पक्कै म्याउ पक्कै अझै नजिक घुमेन चाहिँ हालसम्मको ग्रुपमा छुट्टिनु भएको टिम सेट ग्रुप र ग्रुप पोल एफ त प्याक भइसक्यो तिनवटा होइन ओके लेट्स कन्टिन्यू अगाडि बढ्नु ग्रुप सी ग्रुप सी ग्रुप सी युनिटी एफसी युनिटी एफसी नागोया ग्रुप सीमा युनिटी एफसी नागोया वेलकम गाइस वेलकम युनिटी एफसी वेलकम पाइजा दाई किसान दाई ल सँगै ग्रुप सीमा परसम्म मैले भुपेन भाइलाई पनि बोलाउनु चाहे सबैजनाले थानिदिउँ है ग्रुप जी ग्रुप जी ग्रुप जीमा अब टिम खत्ता गरिरहेको छ अब टिम पढ्नु खुकुरी एफसी नागोया खुकुरी एफसी खुकुरी एफसी नागोया ग्रुप जीमा खुकुरी एफसी नागोया सँगै हाम्रो टेकेन्द्र भाइलाई पनि बोलाउनु चाहे त्यसै गरी अब टेकेन्द्र भाइ अगाडि थुच्दिनको लागि पहिला ग्रुप थुच्दिनु होला र टेकेन्द्र भाइले अहिले ग्रुप थुच्न गइरहेको छ ग्रुपमा अहिले ग्रुप एचमा र अब टिमको लागि फेरि नेगाएको थिएँ र ग्रुप एसमा परेको टिम छ धरान एफसी नागोया ग्रुप एसमा धरान एफसी नागोया
त्यसै गरी अर्को ग्रुप जित्नको लागि अर्को ग्रुप चाहिँ म आफै तान्नु पर्यो नवराजलाई म रिक्वेस्ट गर्न चाहन्छु ग्रुपमा ग्रुप थाल्नु गइरहेको छु ल ग्रुप तान्न गइरहेको छु ग्रुप परेको छ ग्रुप ई ग्रुप ईमा अलरेडी 2 टिम भइसकेको छ अब नेक्स्ट टिमको ओके अब टिम तान्न गइरहेको छु ग्रुप ईमा एनएनएफसी बी कोबे सिटी एफसी हुन्छ हेरौँ को आउँदै हुन्छ अब नेक्स्ट ग्रुप ईमा को पर्नु हुँदै रहेछ ल ग्रुप ईमा पर्नु भएको छ टिम भनिदिउँ कि नभनिदिउँ सुवर्ण सिजोका युनाइटेड सुवर्णा भाइ हाम्रो रेशम डङ्गुल्ची ल है ग्रुप ईमा पर्नु भएको छ ग्रुप ईमा अहिलेसम्म चाहिँ एनएनएफसी बी कोबे सिटी सिजोका युनाइटेड ग्रुप ईमा र यो सँगसँगै एकचोटि यहाँ फोकस गर्दिन एकचोटि डबल एस भन्दा जुम चाहिँ उसमा चाहिँ यति अलिक कति उस देखिरहेको छ कि देखिएको छैन देखेको छैन म बोलिदिन्छु ल हालसम्मको हाम्रो ग्रुप लिस्टमा ग्रुप एमा एनएनएफसी ए बेनी एफसी ग्रुप बीमा पोखरा ब्रदर्स ब्लू ग्रुप सीमा क्योतो रोयल एफसी फुलबेली युनाइटेड एफसी र युनिटी एफसी ग्रुप डीमा एनएनएफसी सी ओकाजाकी ब्रदर्स ग्रुप ईमा एनएनएफसी बी कोबे सिटी एफसी सिजोका युनाइटेड ग्रुप एफ प्याक भइसकेको छ बेन्टेन्चो एफसी योकाइची युथ स्ट्रा एफसी ओसाका त्यसै गरी ग्रुप ई पनि प्याक भइसकेको छ सँगै ग्रुप जीमा लङजुङ एक्स एफसी र खुकुरी एफसी सँगै ग्रुप एच पनि प्याक भइसकेको छ एनएनएफसी डी पोखरा ब्रदर्स रेड र धरान एफसी नागोया सँगै अब यस सँगसँगै फेरि अब बाँकी ग्रुप र टिम थुत्न गइरहेको छ यो ग्रुप र टिम थुत्नुमा चाहिँ मैले हामीले भट्टी स्टेसन काथेन्सो हाम्रो सन्नी भाइलाई ग्रुप निकाल्न अनुरोध गरेँ क्यामेरामा देखेँ है ग्रुप एमा है ग्रुप ए ओके म ग्रुप ए एकछिन सोल्टी जानु ग्रुप ग्रुप ए पर्नु भएको छ योकाइची एफसी यतापट्टि अलिकति यता ल्याइदिनु अलिकति योकाइची फ्रेन्डसिप क्लब रिपललाई हामीलाई लाइभ योकाइची एफसी ओके अलिकति जुम गरेर उसलाई चाहिँ फोकस यहाँबाट पनि छ ग्रुप बी ग्रुप बीमा ग्रुप बीमा पर्नु भएको छ गोर्खा एफसी गोर्खा एफसी गोर्खा एफसी गोर्खा एक्स एफसी ग्रुप बीमा हामीसँग ग्रुप पर्न सक्नुभएको छ टिमहरू खासै धेरै बाँकी पनि छैन। अब तिनवटा मात्र बाँकी हुन्छ त्यो पढ्नु हुन्छ मैले सरस्वती जाने धेरै समय लिएर छैन त्यो होल्ड गरौँ जुन अगाडि पनि अनि त्यो लेफ्ट राइट नै गर्ने र अर्को आएछ ग्रुप जी जीमा ग्रुप जीमा चाहिँ अब टिम पढ्नु यो चाहिँ यसले ताली हुन्छ घुमाइ हुन्छ यो तयारी ग्रुप जीमा साकुरा एफसी नागोया ग्रुप जीमा साकुरा एफसी नागोया कस्तो गरेको छ ग्रुप बी ओके ग्रुप बी को लागि हुनुहुन्छ कोबे युनाइटेड ओके अस्ति हामीसँग लास्ट एउटा ग्रुप र एउटा टिम बाँकी रहनु भएको छ को हुन्छ होला ग्रुप डीमा रहेको छ ग्रुप डी ग्रुप डीमा डीमा पर्नु भएछ टोयोटा एफसी उर्फ इस्ट नेपाल एफसी उहाँहरू पनि आइसीबाट बिलोङ गर्नुहुन्छ नागोया नजिकैको टिम थ्याङ्क यू सो मच इच एन्ड एभ्री टिम
हाम्रो यस एनएनएफसी फुटसल कप 2025 मा आफ्नो टिम इन्ट्री गरेर हामीलाई सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ हामी सम्पूर्णले आफ्नो क्षेत्रमा खेलकुद क्लबहरूले हाम्रो फुटबल क्लबहरूले गेम गर्ने गरेको छौँ। यो गेम गर्दाखेरि टिम इन्ट्री अपडेट गराउन र टिमलाई बोलाउन साह्रै गाह्रो पर्छ। यो भनेको एउटा सहयोग हो। हाम्रो यस एनएनएफसी फुटसल कप 2025 मा आफ्नो टिम इन्ट्री अपडेट गरिदिनु हुने सम्पूर्ण टिमलाई हामी क्लबको तर्फबाट वाचा गर्न चाहन्छौँ कि तपाईहरूले यदि आफ्नो क्षेत्रमा यो गेम गराउँदाखेरि हामी अवश्य पनि हाम्रो टिम इन्ट्री गराउनेछौँ भन्दै आउँदै गरेको एनएनएफसी फुटसल कपको सामान्य दुईटा कुरा चाहिँ मैले गर्न चाहेँ। रुल्सको बारेमा मैले दुईटा कुरा गर्न चाहेँ र बाँकीको त्योदेखि बाहेकको अरू अन्य रुल्सहरू चाहिँ हामी तपाईँलाई ग्रुपमा फोटो पठाउनेछौँ। त्यो फोटो हेरेर बुझिदिनु होला। दुईटा रुल्स चाहिँ हामीले के राखेको छौँ भने हामीले धेरै ठाउँमा फुटबल खेल्दै गर्दाखेरि चाहिँ हाम्रो खेलाडी दाजुभाइहरूले अपशब्द बोल्ने, छाडा बोल्ने, फिल्डमा नराम्रो बोल्ने गर्नुहुन्छ। यसपालि हामीले एउटा फरक कुरा गरिरहेका छौँ। यदि तपाईँले फिल्डमा खेल हुँदै गर्दाखेरि खेलभित्र मैदानभित्र छाडा बोल्नुहुन्छ भने तपाईँलाई एकचोटि वार्निङ दिनेछ। अम्पायर सँगसँगै एकजना नेपाली भिन्दै राख्नेछौँ हामीले। उहाँले वार्निङ गर्नुहुनेछ र नेक्स्ट टाइम पनि तपाईँले सेम व्यवहार सेम बानी देखाइदिनु भयो भने तपाईँलाई त्यो गेमबाट बाहिर गरिनेछ। र सँगसँगै अर्को चाहिँ फुटसल ग्राउन्डभित्र, फुटसल कोर्टभित्र र फुटसल हुने ठाउँहरूमा स्मोकिङ जोनहरू छुट्याइएको हुन्छ। स्मोकिङ जोनहरू छुट्याइँदै पनि तपाईँ हाम्रै नराम्रो बानीहरूले गर्दाखेरि दुःख पाउँछौँ। कतिपय ठाउँहरूमा हामीले गेम स्टप भएको पनि फेस गरेका छौँ। धेरै ठाउँहरूमा त्यस्तो नहोस् भन्ने कारणले गर्दाखेरि त्यस्तो नहोस् भनेर हामीले चाहिँ यदि तपाईँलाई स्मोकिङ जोनभन्दा बाहिर स्मोक गरेको देखिए थाहा पाइएमा चाहिँ 10,000 येन जरिवाना तिराइनेछ। सँगसँगै यदि तपाईँको कारणले गर्दाखेरि हामीले अर्गनाइज गरेको गेममा असर पर्न गएमा हाम्रो गेम स्टप भएमा त्यो गेमको सम्पूर्ण जिम्मेवारी पनि सम्बन्धित मान्छेले लिनुपर्ने हुन्छ। उहाँहरू यदि कुनै क्लबबाट बिलोङ गर्नुहुन्छ, कुनै टिमबाट बिलोङ गर्नुहुन्छ भने उहाँको क्लबको अफिसियलहरूसँग हाम्रो कुरा हुन्छ र उहाँलाई त्यहाँबाट कसरी के गर्नुपर्छ हामीले सल्लाह गरेर अगाडि बढ्नेछौँ। यति भन्दै हाम्रो यस फुटसल क्लब सफल बनाइदिनु हुन फेरि पनि टिम इन्ट्री गरिदिनु हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र हाम्रो आजको यस टाइसिट लाइभ पनि लगभग अन्त्यमा आइसकेको छ र अन्त्यमा मैले जोड्न चाहेँ यस फुटसल क्लब चलाउन, यस फुटसल क्लबलाई राम्रो बनाउन र यस फुटसल कपलाई सफल बनाउनका निम्ति हामीलाई मेन स्पोन्सर गरिदिनु हुने नेपाली स्टेसन फ्यामिली साथै आदरणीय दाइ सागर ढकालज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथसाथै इभेन्ट पार्टनर, गोल्ड स्पोन्सर, सपोर्टर, एजुकेसन पार्टनर बनेर सहयोग गरिदिनु हुने हाम्रो सम्पूर्ण हाम्रो स्पोन्सरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ भर्खरै हामीले आज हाम्रो आउँदै गरेको गेममा युज हुने जर्सी पनि ल्याएको छौँ। यो जर्सी पनि आज हामीलाई हाम्रो स्पोन्सरज्यू आदरणीय नेपाली स्टेसन फ्यामिली सागर ढकालज्यू र हाम्रो एजुकेसन पार्टनर IXAS इन्टरनेसनल एजुकेसन प्राइभेट लिमिटेड विकास भण्डारी दाइको कम्पनीबाट पनि हामीलाई जर्सी प्रदान भएको छ। हाम्रो एजुकेसन पार्टनर दुईजना हुनुहुन्छ यसपालि, लेक सिटी इन्टरनेसनल सुशील बोर्ड गिफुबाट हुनुहुन्छ, साथसाथै IXAS इन्टरनेसनल एजुकेसन प्राइभेट लिमिटेड विकास भण्डारी दाइ नागोयाबाट हुनुहुन्छ। त्यस्तै हाम्रो इभेन्ट पार्टनरमा हुनुहुन्छ नमस्ते क्युजिन एन्ड क्याफे नेपाली रेस्टुरेन्ट निल गुरुङज्यू, साथसाथै सनलाइट रेस्टुरेन्ट ओसु डमर कुन्ज्यू र तोरीमेरो खाउसी खाइसा किस्मानका सञ्चालक किशोर श्रेष्ठज्यू, साथसाथै माछा पुस्ते कम्पनी लिमिटेडका हाम्रो आदरणीय प्रिय दाइ कुशल पौडेलज्यू हुनुहुन्छ। यति भन्दै आजको यस लाइभ प्रोग्राम यही अन्त्य भएको घोषणा गर्दछु र सँगसँगै अन्त्यमा आजको यस हाम्रो आउँदै गरेको फुटसल कपमा इन्ट्री गरिदिनु हुने सम्पूर्ण टिम मेम्बरको नेम लिस्ट यस प्रकार छ। फेरि एकचोटि टिम मेम्बरको मैले नेम भनिदिन चाहेँ। ग्रुप ए मा रहनु भएको छ एनएनएफसी ए, बेनी एफसी, योकाइची एफसी। ग्रुप बी मा पोखरा ब्रदर्स ब्लू, गुर्खाज एक्स एफसी, कोबे युनाइटेड। र ग्रुप सी मा क्योतो रोयल एफसी, पूर्वेली युनाइटेड एफसी, युनिटी एफसी। ग्रुप डी मा एनएनएफसी सी, ओकाजाकी ब्रदर्स, टोयोटा एफसी।
र ग्रुप ईमा एनएफसी बी कोबे सिटी एफसी सिजौका युनाइटेड, ग्रुप एफमा बेन्तेन्चो एफसी योकाइची युथ क्लब वाइवाइसी र स्टार एफसी ओसाका, र ग्रुप जीमा लमजुङ एफसी खुकुरी एफसी र साकुरा एफसी, र ग्रुप एचमा हुन्छ एनएफसी डी पोखरा ब्रदर्स रेड र धरान एफसी नागोया। धन्यवाद। Awalnya ini